9 वर्षदेखि आफ्ना मालिकलाई अस्पतालमा कुरिरहेकी काली, यही आँखा अनि यही पर्खाई विगत 9 वर्षदेखि उस्तै छ। ललितपुरको अल्का अस्पतालको गेटमा बसेर सबैतिर आँखा डुलाइरहेकी कालीलाई देख्दा जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छौं ऊ कसैलाई खोजिरहेकी छे। मालिक आउने पर्खाईमा अस्पतालको गेट अगाडि कुरिरहेकी कालीलाई के थाहा उनका प्रियजनले 9 वर्ष अगाडि नै संसार छाडिसके भनेर। 9 वर्ष अघि एकजना बिरामी अल्का अस्पतालमा भर्ना हुन्छन्। उनको अवस्था गम्भीर थियो। उनलाई C18 क्याबिनमा राखिन्छ। त्यो दिन उनीसँगै एउटा कालो कुकुर पनि अस्पताल आइपुग्छिन्। उनको नाम कोही कसैले राखेको थिएन। त्यो दिनदेखि उनलाई काली भनेर बोलाउन थालियो। युवक क्याबिन भित्र छिर्छन् र काली ढोका बाहिर उनको पर्खाईमा बसिन्। उनको आँखामा डर थियो अनि मनमा विश्वास। मानौ उनी सोचिरहेकी हुँदी हुन् कि जे भए पनि उनका मालिक यही क्याबिनबाट बाहिर आएर उनलाई सँगै घर लिएर जानेछन्। तर दुर्भाग्यवश ती मानिस कहिल्यै निको भएनन्। अस्पतालमै उनको निधन भयो। परिवारले उनको अन्त्येष्टिका लागि उनलाई लिएर गए। तर काली उनी त्यही बसिरहन्छन् जहाँ उनका मालिकले उनलाई अन्तिम पटक विदाई गरेका थिए। उनले अस्पताल छोड्नै मानिनन्। त्यो दिनदेखि कालीले एउटा दिनचर्या पालना गरिरहेकी छिन्। एका बिहानै घामको किरणले जमिनलाई छुएसँगै काली अस्पतालको गेटमा पुग्छिन्। आउने जाने सबैलाई नियालेर हेर्छिन्। तर काली केवल कुर्दिनन् मात्रै, उनी आशा गर्छिन्। नयाँ मानिसहरू अस्पतालमा आउँदा उनी ध्यानपूर्वक हेरिरहन्छन् अनि उनीहरूलाई सुन्छिन्। उनको पुच्छर हल्लिन्छ, आँखामा आशा झल्किन्छ। मानौ उनी सोचिरहेकी हुन्छन् सायद यो मेरो मालिक हो। तर जब थाहा हुन्छ कि त्यो व्यक्ति उनका मालिक होइनन् भनेर उनी निराश हुँदै चुपचाप फर्किन्छन्। साँझ 7 बज्दा उनको मन फेरि पुरानै क्याबिनतिर तानिन्छ। उनी क्याबिनको ढोकासम्म पुग्छिन्। त्यो ढोकालाई एकटकले हेरिरहन्छन्। मानौ उनको आँखाले भनिरहेकी हुन्छन्, म तिमीलाई अझै पर्खिरहेकी छु। सम्झनाको त्यो ढोका कहिल्यै बन्द भएन। कालीको माया त्यही अडिएर बसिरहेको छ। कालीको पर्खाई समयको परवाह नै गर्दैन। सुरुका दिनमा अस्पतालका कर्मचारीहरूले उनलाई भगाउन पनि कोसिस गरे। कसैले अस्पतालको ढोकामा कुकुर बस्न हुँदैन भने। तर बिस्तारै कालीको निरन्तर पर्खाइले सबैको मन बदलियो। अस्पतालका कर्मचारीहरूले बिस्तारै महसुस गर्न थाले कि उनी दिन प्रतिदिन एउटै दिनचर्या पालना गरिरहेकी थिइन्। हरेक दिन उनी अस्पतालको ढोकामा बस्छिन्, हेरिरहन्छन्। मानौ उनलाई मालिक फर्कने विश्वासले एउटै दिनचर्या अपनाउन खटाइरहेको छ। अहिले उनी अस्पतालको परिवारको सदस्य जस्तै भएकी छिन्। अस्पतालका कर्मचारीहरू उनलाई माया गर्छन्। कालीलाई भोक लाग्दा क्यान्टिनमा गएर मायालु आँखाले हेर्छिन् र आफ्ना खुट्टाले इसारा गर्छिन्। उनको मलिन अनुहारले भन्छ, मलाई भोक लागेको छ। कालीले कहिल्यै कुनै भाषा बोलिनन्, तर उनले आफ्नो माया र पीडा सबैलाई महसुस गराइन् मनको भाषाले। अस्पतालका सुरक्षा गार्डहरू कालीलाई देखेर मुस्कुराउँछन्। बिरामी र तिनका परिवारले उनलाई स्नेहले हेर्छन्। धेरैले कालीको कथा सुनेका छन्, धेरैले उनको व्यथा सुनेका छन्। कालीसँग अहिले एउटा छोरी छिन्, सेतो र खैरो रङको कुकुर। त्यो कुकुर कहिलेकाहीँ उनलाई भेट्न आउँछिन्। उनीहरू अस्पताल बाहिर खेल्छन्, तर अस्पतालभित्र छोरी कहिल्यै आउँदिनन्। अस्पतालका कर्मचारीहरू भन्छन् उनको छोरीले पनि अस्पतालभित्र नआउने नियम मान्दछिन्। मानौ यो नियम कालीले सिकाएकी हुन्। कालीको जीवनभरिको त्यो प्रतीक्षा अस्पतालको प्रत्येक कुनामा महसुस गर्न सकिन्छ। उनका लागि त्यो अस्पताल केवल इटा र सिमेन्टको भवन मात्र होइन, यो उनको मालिकसँगको अन्तिम सम्बन्धको सेतु हो। त्यो क्याबिनको ढोका पुरानो हुँदैछ, तर कालीका लागि समय त्यही अडिरहेको छ। 9 वर्षदेखि यादहरू उस्तै ताजा छन् अनि सम्झना उस्तै गहिरो। हामीलाई लाग्न सक्छ कुकुरको हृदय यति गहिरो हुन्छ र? डाक्टर विशाल चौधरी एक पशु चिकित्सक भन्छन्, उनीहरूको एउटा त मेमोरी एकदमै स्ट्रङ हुन्छ। यो सेन्स भयो मान्छे भन्दा त एकदमै सेन्स तपाईँको टेस्ट ऊ एकदमै बढी नै हुन्छ होइन। हाम्रो मेमोरी चाहिँ तपाईँको के हुन्छ भनेपछि इपिसोडिक टाइपको मेमोरी हुन्छ, जुन कि आज गऱ्यौँ भोलि पनि सम्झिरहेको हुन्छौँ, पर्सि सम्झिरहेको हुन्छौँ। तर डगको चाहिँ एसोसिएटिभ टाइपको मेमोरी हुन्छ कि त्यो मेमोरी के हो भनेपछि कुनै ठाउँमा कुनै टाइममा केही कुरामा लिङ्कअप गरेर उनीहरूले त्यो सम्झिराख्ने हुन्छ। कालीका लागि यो अस्पताल उनको मालिकसँग जोडिएको
अन्तिम सम्झना थियो, जहाँ उनको पर्खाइ जीवन्त छ। कालीको माया केवल विज्ञान होइन, यो भावना हो जुन तर्क र समयको दायरा भन्दा माथि छ। कालीलाई सायद थाहा छैन कि उनका मालिक अब कहिल्यै फर्कने छैनन् भनेर, तर उनी यो यथार्थलाई स्वीकार गर्न पनि त सक्दिनन्। उनी केवल माया गर्न जान्दछिन्, प्रतीक्षा गर्न जान्दछिन्। कालीका लागि अलका अस्पताल त्यो पवित्र ठाउँ हो जसलाई उनका मालिकले अन्तिम गन्तव्य बनाएका थिए, जहाँ उनका मालिकले उनलाई अन्तिम पटक भेटेका थिए। त्यो क्याबिन र त्यो ढोका उनको जीवनको सबैभन्दा ठूलो सम्झना हो। 9 वर्ष जति समय बित्दै गयो, उनको प्रतीक्षा अझ गहिरो हुँदैछ। प्रत्येक बिहान उनको आशा फेरि जाग्छ। साँझमा उनी आफ्नै सम्झनाको संसारमा हराउँछिन्। तर समय सधैँ उस्तै रहँदैन। यो 9 वर्षमा धेरै कुरा बदलिएका छन्। अस्पतालमा नयाँ कर्मचारी आए, पुराना बिरामी गइसके। समयले कालीलाई पनि परिवर्तन गरिरहेको छ। उनको कालो रौं अहिले केही सेतो भएका छन्। उनका आँखामा पहिलेको जस्तो चमक छैन अनि उनी अलिक ढिला हिँड्छिन्, तर उनको पर्खाइ अझै उस्तै छ। उनी बुढी भएकी छिन्, तर उनको प्रेम कहिल्यै पुरानो भएन। उनका लागि यो अस्पताल मन्दिर जस्तै हो अनि त्यो क्याबिन एक पूजा स्थान जस्तै। आज पनि जब कालीको आँखाले त्यो क्याबिनतिर हेर्छ, जब उनको पुच्छरले नयाँ आशाको संकेत गर्छ, यसले आफ्ना प्रियजनप्रतिको माया र उसको अभावमा कोरिएको पर्खाइको कथा नै लेखिदिन्छ। कालीको कथा कुनै कहानी होइन, आज पनि उनको पर्खाइ अलका अस्पतालको गेटमा देख्न सकिन्छ। काली जस्तै माया गर्ने हृदय संसारमा बिरलै पाइन्छन्। उनका लागि प्रतीक्षा केवल समय होइन, यो उनको माया र विश्वासको प्रतीक हो। हामीलाई थाहा छैन कालीको यो प्रतीक्षा कहिलेसम्म चल्नेछ, तर हामीलाई यति थाहा छ उनको माया कहिल्यै सकिने छैन। काली अस्पतालको गेटमा बसेर अझै प्रतीक्षा गरिरहेकी छिन्। उनका आँखामा अझै उही प्रश्न छ, के मेरो मालिक आज फर्किएलान्? हवस् त, यस्तै खोजमूलक भिडियोका लागि डिस्कभर नेपाल हेर्दै गर्नुहोला। नमस्ते।